₹20 पैसा दिएर मैले पठाएको थिएँ भोला भनेर अनि किनेर ल्याएको छ। यस्तो अलिक अघाउने चिज किन्नु नि, यस्तो अनहेल्दी चिज खान्छ बच्चाहरूलाई। म प्रायः बाहिरको चिजहरू नखाउनै भन्छु धेरै, तर बाहिरको चिजै खानु खोज्छ बच्चाहरू। म के गर्नु होला? के मिठो छ? त्यतिले पेट भरिन्छ? हे भगवान्, मिठो मानेर खाँदैछ। अब के गर्नु, यस्तो बाहिरको चिजहरू धेरै खानु हुँदैन। अनि दुईजना चाहिँ पर आउँदैछन् पारी पुगेर। म चाहिँ नगएको, अलिक सन्चो पनि छैन अनि टाउकोहरू दुखिरहेछ अझै नि। यो पुल हलेकोले पनि यस्तै भएर उल्टी आउला जस्तो भइरहेछ। अनि दुईजना चाहिँ आउँदैछन्। आज म बोलेको भएन भने अब के हो अरूभन्दा नि माइलीले मेरो बिल्ला अराउँछ क्या। यहाँ नाच्दैछ है, नाच्दैछ। अनि यहाँ यसले अब खाइसक्यो ₹20 पैसा।